नमस्कार साथीहरू, राम राम, गुड मर्निङ। हामी किन आएको छु तपाईँहरूलाई थाहै छ। अहिले हाम्रो गाउँ सहर सबै ठाउँमा यो चुनावको लहर आएको छ। अब हामीलाई सोच्ने टाइम आएको छ, किनकि हामीहरूको भविष्यको कुरा छ। अब हामीहरू बुबाले त अब जे गरो जति गरो, अब त्यसमा अब के भन्नु। अब हामीहरूको उत्तरदायित्व के छ भनेर कसलाई जिताउँदा राम्रो हुन्छ, हाम्रो भविष्य सुरक्षित हुन्छ, हाम्रो आउने कर्णधारहरूको बारेमा सोच्नु हामीहरूको दायित्व हो। त्यसको लागि कस्तो मान्छेलाई हामी भोट दिन्छौँ, हामीलाई त्यो थाहा हुनुपर्छ। त्यो मान्छे कस्तो छ, इमानदार छ कि छैन, त्यो हाम्रो लागि के गर्छ, हाम्रो देशलाई के गर्छ, हाम्रो पहिचान कहाँसम्म लाग्छ, हामीलाई त्यसलाई जिताउनुपर्छ। त्यही भएर अब हरेक क्षेत्रबाट मान्छेहरू उठ्दैछ सबै पार्टीको। अब हामीलाई यो चोटि पैसामा जानु पर्दैन, मेन यो दारू मासुमा जानु हुँदैन। अब गाउँतिर सबैलाई सम्झाउनु पर्छ। हामीहरू जस्तै पढेलेखेको मान्छेहरू छ नि, अब सबै आइमाईलाई सम्झाउनु पर्छ। नि अङ्कल आन्टी जति छ नि, बाई दाईहरू जुन मान्छे बुझिरहेको छैन तिनीलाई हामीलाई बुझाउनु पर्छ कि अब यति साल त देश खत्तमै भएको छ। अब अहिले हामीहरूलाई चेन्ज गर्ने मौका दिएको छ अहिले, किनकि सबै जनताहरू चेतेको छ, सबैसँग मोबाइल छ। अहिले बच्चाको मुखमा हातमा मोबाइल छ, सबैको मुखमा हुन्छ अहिले बालेन। त्यो राम्रो मान्छे त्यही भएर त्यसको नाम लिँदैछ। त्यही भएर यो पालि हामीहरूलाई धेरै धैर्यपूर्वक र इमानदारीपूर्वक जो राम्रो मान्छे काम गर्ने मान्छे त्यसलाई जिताउनु पर्छ। जय नेपाल।